नमस्ते गाइस, यहाँहरूलाई फेरि हार्दिक स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। म चन्द्रमान प्रजा। म तपाईहरुलाई यो के सन्देश दिन खोजिरहेको छु भने म आफ्नो बारी खेतबारीमा आएको छु र मैले यो एक हप्ता अगाडि चाहिँ लगाएको यो के रे यो फर्ममा लगाएको छु। मैले यो फापरको जुन बोट छ फापर, यो चाहिँ के भने मिठ्या भन्ने हुन्छ, तित्या र मिठ्या भन्ने मिठ्या जातको चाहिँ फापर मैले लगाएको छु। यो प्लटमा लगभग यो 5 गट्ठाको यो प्लट हो। यसमा चाहिँ मैले मिठ्या फापर लगाइरहेको छु। यस्तै गरी मेरो एग्रिकल्चर अनुसार यो चाहिँ यो फापर अब मैले फेरि तपाईलाई 2 हप्ता पछाडि आएर देखाउने छु फेरि अर्को, र पाक्ने बेलामा फेरि तपाईलाई म यही सन्देश दिन चाहन्छु। त्यसो हुनाले यो फेरि 10 गट्ठामा चाहिँ मैले चाहिँ के गरेको छु भने साथीहरूलाई मैले फेरि यहाँ चाहिँ मैले यो गौ स्थानीय लोकल जातको गौ चाहिँ लगाएको छु। यो भर्खर यसरी 4 इन्चीको भएको छ, उम्रेर 4 इन्चीको भएको छ। त्यसको हुनाले सम्पूर्ण किसान दाजुभाइहरूलाई के भन्न छु भने अब यसलाई तपाईको 4, 5, 6 4वटा पात भयो भने चाहिँ तपाईले सिँचाइ गर्नुपर्ने भन्ने जुन म सन्देश दिन चाहन्छु, किनभने यसलाई सिँचाइको आवश्यक पर्छ। र यो लगभग यो चाहिँ के भएको छ भने 2 हप्ता भएको छ। 2 हप्तामा यो 2 पात मात्र निस्केको छ। यसलाई 4 देखि 6 पात भयो भने यसलाई सिँचाइ गर्नुपर्छ भन्ने चाहिँ मैले जुन मैले सूचना यहाँहरूलाई दिन चाहन्छु। यसरी यो मैले 10 गट्ठामा यो गौ लगाएको छु साथीहरू, र यता चाहिँ फापर लगाएको छु। त्यसो हुनाले यो फेरि म तपाईहरुलाई के सन्देश दिन चाहन्छु, म उठाउने बेलामा चाहिँ साथीहरूलाई के यो घरमा भित्राउने बेलामा फेरि म तपाईहरुलाई यसको भिडियो लिएर आउने नै छु। र अहिले चाहिँ म तपाईहरुलाई यो बिरुवामा मेरो यो भिडियो क्लिप हेरिदिनु होला र मेरो युट्युब च्यानलमा गएर सब्स्क्राइब गरिदिनु होला र लाइक र शेयर कमेन्ट पनि गर्नु होला भन्दै केही छ भने कमेन्टमा छोड्नु होला। यो अझै तपाईको पुगेन भनेर तपाईले सन्देश दिनुहुन्छ अथवा तपाईले कमेन्ट गर्नु होला। र त्यही आशा र अपेक्षाका साथ म यहाँहरुबाट बिदा हुन्छु। हस्, नमस्ते।